नमस्कार, विश्वभरबाट हेरिनुभएका सम्पूर्णले भिडियोलाई एकदम सेयर गरिदिनु होला भन्न चाहन्छु। आज ज्ञानेन्द्र शाहीको बारेमा चाहिँ धेरै अब समाचारहरू आए कि अब ज्ञानेन्द्र शाही रापरपा छोडेर रासोपामा आउने तयारी भनेर चाहिँ कुराकानी आयो। अब तपाईहरूलाई के लाग्छ त, ज्ञानेन्द्र शाही रापरपा छोडेर रासोपामा आउनुपर्छ या त पर्दैन? उनी त्यही राष्ट्रिय प्रजातन्त्र पार्टीमा ठिक छन् या राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनुपर्छ? यदि आउनुपर्छ भनेपछि भिडियोलाई एकदम सेयर गरिदिनु होला र आउन हुँदैन भनेपछि तपाईहरूले कमेन्ट गर्नु होला र भोलिको दिन चाहिँ हामीले यसलाई सार्वजनिक गर्नेछौँ। र अब ज्ञानेन्द्र शाहीलाई चाहिँ म आफ्नो तर्फबाट केही कुरा भन्न चाहन्छु। ज्ञानेन्द्र शाही एकदमै हुनहार युवा, जसले देश बदल्न चाहने, देशमा काम गर्न चाहने, स्वच्छ छवि भएको, देशलाई माया गर्ने युवा हुन्, जसले वर्षौं एउटा ठुलो आवाज लिएर काम गरिरहेका थिए र तिनी पार्टी प्रवेश गर्दाखेरि, रापरपामा प्रवेश गर्दाखेरि माहौल थिएन। उनी त्यतिखेरको माहौलमा चाहिँ रापरपा मात्रै नयाँ थियो र त्यहाँ गइपुगे। अब राजनीतिमा जे पनि सम्भव हुन्छ ज्ञानेन्द्रज्यू। अब तपाईले राजनीतिमा देशलाई केही दिन चाहनुहुन्छ भनेपछि अहिलेको परिस्थिति भनेको नयाँ एकजुट हुनु हो र देशलाई निकास दिनु हो। अहिलेको जरुरत तपाईँ एक ठाउँमा बसेर आफू शान्तमान्त हुने या तो इतिहास लेख्ने तपाईको हातमा छ। अब राजा हाम्रा सबैका साझा हुन्। राजाको इतिहास न कसैले मेटाउन सक्छ, न कसैले दबाउन सक्छ। राजाको इतिहास हामीले कहिले पनि भुल्न हुँदैन र भुलेका पनि छैनन्। राजाका कुरा पछि गरौँला ज्ञानेन्द्र शाहीज्यू, तर अहिले चाहिँ देश जिताउनको लागि भए पनि तपाईँ रवि लामिछानेसँग मिल्नुपर्छ जस्तो मलाई लाग्छ। अब तपाईहरूलाई कस्तो लाग्छ? ज्ञानेन्द्र शाही उहीँ बसेर चाहिँ रापरपामै बसेर ठिक छ भन्नुहुन्छ या त रविसँग मिलेर नयाँ सहकार्य गर्दै यो देशलाई जिताउनुपर्छ? कमेन्ट गर्नु होला। हस्, नमस्ते, जय नेपाल।